आज चाहिँ हामी घुम्न जाँदैछौँ रे। घरमा बाहिर हेर यहाँनिर एकजना सुँगुरको डन हुनुहुन्छ ऊ चाहिँ नहेरी हामी जाँदै गर्दाखेरि पानी पर्यो पानी परेर छाता ओढेर हिँड्ने अवस्था चल्दैछ नरिया नि हो जुत्ता चाहिँ अघि हिलोको अवस्थामा छ उसले चाहिँ सब चप्पल लगाएर सबैजना जुत्ता लगाएर हामी चाहिँ पानी झरीमा अनि किन हिँड्ने भनेको यो साथी चाहिँ भोलि गाउँ जाने अरे अनि अब वर्षौँ दिन आउँदैन अरे हामी चाहिँ अहिले पाथिभरि क्याम्पसको छेउमा आइपुगेका छौँ यताबाट यता जानु आँटेको गलेछ बिचरा सबैलाई भोक लागेर आफ्नो तरिकामा हिँड्दैछ कसै खाने कुरामा छ कसै नखाने छ अहिले चाहिँ एकजना साथी थपेको तर अगाडि कर्माले चेन्ज गर्दै रियाको भोइस चाहिँ हो बिन्दास बाटोको अवस्था चाहिँ यस्तो छ है हामी कति भाग्य मानिस बाटोमा आउँदा आउँदा घाम लाग्यो कता गएको अनुजी टिकटक बनाउने भ्लग बनाउँदै जाँदाखेरि तर खुट्टा चाहिँ हामी बस्नु चाहिँ बजारै बस्छौँ तर पनि यो ठाउँमा नआएको चाहिँ कति वर्ष भएछ अरे 1 इयर्स भएछ अरे याही वा यहाँनिर यो के बनाउँदो रहेछ बाटोहरू बनाएको होला हामी मरेर यो ठाउँसम्म पुगिसक्यौँ है साथी यो के पो भन्छ यसको नाम सिलाम सागमा जस्तै छ के हो के पनि यहाँ कसै खाने छ फेरि कुहिरिनेहरू साँगो तर्दैछ है हामी पनि साँगो तरिङ रे म हल्लाउँदा लड्नेवाला छैन हल्लाउँदा पनि लड्नेवाला छुइनँ म चाहिँ आज हामी सबैजनालाई म्यानेज गरेर हिँड्नु चाहिँ हुनुहुन्छ अनि हाम्रो फोटो सेसन सबै भिडियो सेसन सबै भइसक्यो टिकटकहरू सबै भइसकेर हामी घर फर्किनेतर्फ लाग्यौँ लिएर दुईजना बिन्दास यो ठाउँमा आइपुग्यौँ हामी यो सिँढी भएकोमा अनि हामी चाहिँ कफी हाउसतर्फ लागेर अब खानु आँटेको छु देखाउँछु तपाईँहरूलाई तर खानेकुरा आएको छैन घरमा भ्लग बनाउँदैछ तिमी के खाने कफी हाउसमा आएर तिमी मोमो खाने अरे अब हामीले अर्डर गरेको आउँछ अरे ऊ चाहिँ जाने होइन